हेलो साथीहरू नमस्ते माई न्यू भिडियो आज देख्न सक्नुहुन्छ गाइज आज चाहिँ मैले करेलाको तरुवा खान लागेको त्यसैले अनि यहाँ चाहिँ मैले खानको लागि चामल रेडी बनाइसकेको थिएँ हेर्न सक्नुहुन्छ गाइज। अनि यहाँ चाहिँ मैले करेलालाई हल्का मैले बोइल गरिसकेको छु किनकि अलिक तेल कम लाग्छ नि यसै गरी पकायो भने चाहिँ होइन तितो पनि कम हुन्छ त्यही भएर। अनि यहाँ चाहिँ मैले मसला रेडी बनाइसकेको छु हेर्न सक्नुहुन्छ गाइज। अनि मैले त्यही भात अब पकाउन लागिसकेको छु किनकि हामी त्यही भाँडामै पकाएर खान्छौँ नि त त्यही भएर होइन। गाउँघरमा अब भाँडामै पकाइन्छ नि त्यही भएर। यहाँ देख्न सक्नुहुन्छ गाइज मेरो त्यो अब भात पनि रेडी भइसकेको छ। अनि यहाँ चाहिँ म त्यो करेलाको लागि मसला पिस्दैछु यो चाहिँ हेर्नुहोस् गाइज मैले चामल मिसाएर पिसेको नि। अनि यहाँ चाहिँ मैले अब करेलालाई तरुवा बनाउन लागिसकेको छु। अनि करेला सँगसँगै आलुको पनि तरुवा खाने नि त भनेर अनि आलुलाई पनि मैले काटेर रेडी बनाइसकेको छु हेर्नु कस्तो दामी पिस बनाएको थिएँ र। अनि यहाँ चाहिँ मैले अब दाल छान्न लागेको होइन करेला अनि दाल अनि भात दामी हुन्छ नि त्यही भएर मैले दाल पकाइसकेको थिएँ। अनि मैले त्यही झान दिइसकेको छु दाल हेर्न सक्नुहुन्छ गाइज कस्तो दामी कलर आएको थियो नि दालको पनि होइन। अनि गाउँघरमा चाहिँ अब यस्तै हो नि त होइन कहिले करेला कहिले साग कहिले के खाइन्छ नि त। अहिले त्यही सब्जीको दुःखै छैन कि अहिले त्यो प्रशस्त मात्रामै भोडी छ साग छ होइन फर्सीको मन्टा पनि छ नि त त्यही भएर। अनि अब त्यो मैले करेलालाई तेलमा हालिसकेको छु यस्तो दामी लाइट आएको थियो नि हेर्न सक्नुहुन्छ गाइज। तपाईँहरूले पनि यसै गरी घरमै बनाएर खान सक्नुहुन्छ नि होइन। कस्तो दामी भएर हेर्नु न यहाँ रातो भइसकेको थियो कि होइन करेला त्यो कस्तो रातो भएर खरिसकेको थियो नि त। अनि मैले त्यही हल्का आगोमा ठिक्कको आगो बनाएर रातो गरी पकाइसकेको थिएँ हेर्न सक्नुहुन्छ गाइज। आलु पनि कस्तो दामी भएको थियो क्या। अनि यहाँ चाहिँ मेरो भात पाकिसकेको छ अनि करेला पनि यतातिर रेडी भइसक्यो हेर्न सक्नुहुन्छ यस्तो दामी भएको थियो नि हेर्नु त गाइज। यहाँ रातो भएर मैले कस्तो दामी गरी खराएको थिएँ नि त त्यही भएर। अनि आज चाहिँ तपाईँहरूले के खानुभयो होला गाइज त्यो पनि कमेन्टमा भन्नुहोला। अब त्यो मेरो करेला पाकेर रेडी भइसक्यो किनकि अब त्यसमा आलुको तरुवा बनाउन लाग्दैछु हेर्न सक्नुहुन्छ गाइज। आलु पनि यस्तो दामी भएको थियो नि होइन यहाँ देख्न सक्नुहुन्छ गाइज। आलु चाहिँ मैले ठिक्कको चाना बनाएर काटेको थिएँ त्यही भएर। अनि अब त्यो मात्रै आलुको तरुवा बनाउन तर्फ लाग्दैछु। यहाँ करेला देख्न सक्नुहुन्छ गाइज यस्तो दामी भएको थियो नि होइन मसला भरेर मैले दामी पाराले पकाएको थिएँ गाइज। अनि काकालाई मनपर्छ करेला कमेन्टमा भन्नुहोला। अनि यहाँ देख्न सक्नुहुन्छ गाइज अब त्योमा आलुको तरुवा बनाउन तर्फ लाग्दैछु हेर्न सक्नुहुन्छ गाइज। आलुको तरुवा पनि पाकेर रेडी भइसक्यो होइन। आलुको तरुवा चाहिँ मेरो छोरीले म चाहिँ अब बोर्डिङ लग्छु नि भन्दै थिएँ क्या त्यही भएर। अनि हुन्छ नि अब होइन बच्चालाई पनि कहिलेकाहीँ त मुख पनि फेर्नु पर्यो नि त त्यही भएर आज चाहिँ हामीले आलु र करेलाको तरुवा खाने भनेर बिहानैदेखि नै सोचिसकेका थियौँ त्यही भएर पानी परेर हल्का चिसो मौसम भएको थियो। अनि करेलाको तरुवा र आलुको तरुवा खाँदा दामी हुन्छ नि त्यही भएर यहाँ देख्न सक्नुहुन्छ गाइज यस्तो दामी भएर खराएको थियो नि त करेलालाई चाहिँ होइन। करेलालाई चाहिँ बिस्तारै पकाउनु पर्छ क्या फेरि काँचै भयो भने अलि नमिठो हुन्छ त्यही भएर। अनि यो चाहिँ मेरो करेसाबारी हेर्न सक्नुहुन्छ गाइज सागहरू फर्सीको मन्टाहरू चाहिँ अहिले टन्न छ कि होइन। अनि सिजन अनुसारको फुलहरू चाहिँ यस्तो दामी फुलेछ नि हेर्न सक्नुहुन्छ गाइज। अनि यो चाहिँ हामीले अस्ति काटेको धान अनि आज हामीले सुकाइदिएको नि त्यही भएर अब यो चाहिँ लास्टै सुकाउन बाँकी थियो अनि त्यही भएर यहाँ हामीले चाहिँ सुकाइसकेको। अनि आज त यस्तो चर्को घाम लागेको थियो नि गाइज धानै सुक्ने क्या होइन गर्मी त लास्टै छ तर पनि धान चाहिँ सुक्छ नि होइन गाइज। अनि हजुरहरूले ककले त धान काट्नु नै भएको छैन होला गाइज हाम्रो चाहिँ धान काटिसकेका छौँ र सुकाइ पनि सकेका छौँ। आज चाहिँ यो लास्टै भिडियो थियो। अनि यो देख्न सक्नुहुन्छ गाइज अब चाहिँ हामी खाना खानेतर्फ लाग्दैछौँ किनकि काम सकियो नि त अब त्यही खाना खाने भनेर। अनि हस् त गाइज नमस्ते।